अब सुन्न सक्नुहुनेछ हाम्रो सहकर्मी रेशम अधिकारीले तयार पार्नु भएको दशैं सम्बन्धी रिपोर्ट। सुन्नुहोस् है बा, तपाईँ सधैँ बिमार पर्नुहुन्छ, आफ्नो ज्यानको ख्याल राख्नुहोस् है, म गए। चलचित्र मुगलानको यो संवाद जस्तै 3 महिना अघि क्रोएसिया प्रस्थान गर्दा खेलराज कार्कीले आफ्नो बुबालाई सम्झाउँदै गएका थिए। उनी मात्र होइन, आज लाखौं युवाहरू आफ्नो परिवार र जन्मभूमिबाट टाढा छन्। सुनौलो भविष्यको सपना बोकेर विदेशका कुना काप्चामा छन्। कामको सिलसिलामा उनीहरूले आफ्नो संस्कार, चाडपर्व र परिवारलाई परै छाडेका छन्। यही बीच आउँदै गरेको दशैं धेरैका लागि पहिलो पटक परदेशमै परेको छ। घरमा जमरा रोप्ने, टीका लगाउने, आमा बाबासँग आशिष लिने अवसरबाट टाढा रहेर उनीहरूले यो पर्व मनाउनु पर्ने बाध्यता छ। आज हामीले विभिन्न मुलुकमा रहेका युवाहरूसँग कुराकानी गरेका छौं, जसले परदेशमा पहिलो दशैं मनाउँदै हुनुहुन्छ। उदयपुरका खेलराज कार्की 3 महिना अघि रोजगारीको सिलसिलामा क्रोएसिया आए। यसपालि उनको पहिलो परदेशी दशैं हो। घरमा परिवारसँग टीका जमरा लगाउने, मिठो परिकार खाने र चाडपर्वको रमाइलो अनुभव गर्ने अवसरबाट टाढा रहेकोले मनमा अलि खल्लोपन छ। खेलराज भन्छन्, अब पहिलो चोटि हो देश छोडेर हिँडेको, घर नि कसै कहीँ गएकै थिएन, त्यस्तो मुद्दा छैन। अब त्यही भयो नि, यो खल्लै लागिरहेछ, एकदम खल्लो छ। छुट्टी लिनुपर्छ भन्ने कुरा भइरहेछ। छुट्टी चाहिँ दिँदैन भनेर निरहनु भएको छ। नवलपरासीकी पुनम ढुङ्गाना 6 महिना अघि रोजगारीका लागि मालदिप्स गएकी हुन्। दशैं अझै आउन बाँकी छ, तर पहिलो परदेशी दशैंको सोचले नै उनलाई घरको यादमा डुबाइरहेको छ। कामको व्यस्तता बीच दशैंको माहौलले उनलाई खल्लोपन महसुस गराउँछ। क्याफेमा ग्राहक र कामको चापले घेरिए पनि मनमा घरको आँगन, आमा बुबाको माया र टीका जमरा लाउने पर्वको सम्झना बारम्बार आउँछ। देवदहका प्रकाश भण्डारी भन्छन्, विदेश जाने सपना नदेखेको मान्छे म आज परदेशमा छु। आज बेलायत आएको पनि 9 महिना पुगेछ। घर गाउँमा रमाउने म आज विदेशी भूमिमा पढाइसँगै काम गरिरहेको समय छ। पहिले दशैं आउँदा मन फुरुङ्ग हुन्थ्यो। योपालि देशबाट परदेश छिरियो। चाडबाड र त्यसको उमङ्ग गाउँमै भुलेको आभास भएको छ। योपालि दशैंको दिन टीका लगाउन बिदा मागेको छु, तर पनि यहाँ बिदा लिनलाई धेरै दुःख गर्न पर्दो रहेछ। यता काठमाडौँ घर भएका तुषार तुलादारको पनि कथा एउटै छ। उनी दुबई आएको 10 महिना भइसकेको छ। उनी भन्छन्, पोहोर त चाडपर्व मनाएर आए, त्यस्तो केही महसुस भएन, तर अहिले परदेशमा मेरो पहिलो दशैं हो। माटो फरक, भूगोल फरक, तर दशैं त एकै हो नि। याद त आउँछ नि आफ्नो गाउँघरको, तर के गर्नु, हामी बाध्य छौं। उनका अनुसार परदेशमा भए पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूसँगै कार्यक्रम गरी दशैं मनाउने प्रयास गरिन्छ। घरको रौनक नहुँदा पनि सानो समूहमा भए पनि उत्सवको भावना कायम राखिन्छ। तुषार थप्छन्, देशमा केही सुधार भए हामी जस्ता युवाहरू बाहिर नै पर्दैनथ्यो, तर अहिले हामी परदेशमा रहँदै पनि आफ्नो संस्कार र परम्परालाई निरन्तरता दिन खोजिरहेका छौं। अस्ट्रेलियाबाट देवदहकी सञ्जना बस्याल यसो भन्छन्, सम्झना बस्याल, अनि घर चाहिँ देवदह, माइती चाहिँ 6 महिना रूपन्देही। अनि म अस्ट्रेलिया ल्यान्ड भएको चाहिँ जुन 2 मा म ल्यान्ड भएको थिएँ। अहिले 3 महिना कति दिन भयो, साँच्चै 3 महिना 23 दिन भयो ठ्याक्कै आएको। आज 25 सेप्टेम्बर भनेपछि। अनि मेरो एक्सपिरियन्सहरू होइन, अब आएपछिको एक्सपिरियन्सहरू सुनाउँदा चाहिँ सबभन्दा मिस हुने नै फ्यामिली के। यहाँ आएपछि हुन्छ नि एउटा यहाँ इन्भाइरोमेन्टहरू यताउता सबै जताततै हेर्दाखेरि अब कोही आफ्नो फ्यामिलीहरूसँग आफ्नो बाबा मम्मीलाई लिएर हिँडेको देख्छन् होइन, आफ्नो सिब्लिङ्सहरूसँग हिँडेको हुन्छ। म यतिकै बाल्कनीमा बसेर बाहिर एउटा ग्राउन्ड छ कि मेरो युनिटबाट बाहिर चाहिँ, अनि हेरिरहेको हुन्छु, अनि मान्छेहरू हेरिरहेको हुन्छ, हिँडिरहेको हुन्छन् क्या।